तो हेलो गाइस, स्वागत छ तपाईहरुले चाहिँ मेरो न्यू ब्लगमा। अनि यहाँ एकजना मेरो भाइ चाहिँ आएर बसिरहेको छ। उसले चाहिँ एकदमै राम्रो र्याप हान्ने गर्छ। अनि मैले भनेको थिएँ उसलाई एकचोटि एउटा र्याप गाएर तिम्रो भिडियो बनाएर चाहिँ युट्युबतिर हाल्नु न भनेको। अनि भाइले पनि हुन्छ दाइ आउनु न भन्दै थियो हैन। अनि त्यही भएर आइसकेको छु र केटाहरुसँग भेट पनि भइसक्यो। हेलो भाइ, के छ? के छ दाइ? के छ तपाईको हालखबर? एकदमै ठिक छ। अनि के छ त? अनि भाइले र्याप स्याप गाउँछ भन्ने सुनेको थिएँ। अनि फेरि राम्रो पनि गाउँछ मैले पनि सुनेको छु एक दुईचोटि है। अनि यसो दर्शकहरूले पनि अब यसो हेरेर अनि उहाँहरूले चाहिँ सुनाएर चाहिँ यसो उहाँहरूको पनि मन बुझाइदिनु पऱ्यो होइन। आगामी दिनहरूमा चाहिँ सपोर्ट पनि गर्नुहुन्छ दर्शकहरूले। अनि त्यही अनुसारले चाहिँ एउटा राम्रो र्याप गाएर सुनाइदिउँ त, किनकि हामी चाहिँ अलि ढिला छ होइन, अलिकति कहीँ टाढा जानु छ मलाई पनि। अनि एउटा राम्रो र्याप गाएर सुनाइदिउँ त ल। नमस्कार, मेरो नाम चाहिँ यस पाक। माया सपोर्ट गर्नु होला। गीत आउँदैछ चाँडै हाम्रो पनि। हाम्रो साथी यता कुशल हजुरहरूलाई कस्तो लाग्छ जस नगर्नु होला, जस्तो भए पनि अब सुरुवात हुँदैछ हाम्रो पनि। अब भर्खर डर्दैछु। नयाँ भाइ हो, सपोर्ट चाहिँ गर्नु पर्यो तपाईँहरूले है। माया देखाउनु पर्यो, गर्नु पर्यो माया, त्यही हो। अनि ल एउटा र्याप चाहिँ ल गाइदिनु पऱ्यो नि त भाइ, छिटोभन्दा छिटो है। मिठो एकदम फ्री स्टाइल हान्नु ल। कस्तो खालको गाइदिनु अब? यस्तै हो हाम्रो पारा जहिले पनि हिँडिराख्ने। अब हुँदैन केही, गर्दैछु काम, कमाउनु पर्यो दाम। त्यसपछि सोचिरहेको छु नि बिस्तारै कमाउला नि नाम। तर दामभन्दा ठुलो लाग्छ मलाई आज भोलि नाम। तर त्यस्तो छैन नि मेरो त काम, तर खोजिरहेको दाम खोइ कहाँ जाम। यस्तै हो सबैजना चोर र फट्टा चुतिया। तर लाग्दैछ डर भोलिको दिनमा, कता सबले भन्छ मलाई हुतिहारा। तर हुँदैन केही, धेरै सोचिरहे बसिरहेको छु जहिले म तर छैन नि केही त्यस्तो काम मेरो। खोज्दैछु अहिले पनि नाम, दामभन्दा नाम ठुलो। यति नै हो गाई छैन, आउँछ हामी पछि। ठिक छ, बिस्तारै बिस्तारै गर्दै गर। अनि सिक्दै गर, अझ राम्रो गर्ने प्र्याक्टिस गर्दै गर होइन त। अनि अझ बबाल लिनुपर्छ। अनि अहिले चाहिँ भाइ चाहिँ खास राम्रै, पहिलोचोटि राम्रै हानिरहेको थियो, अहिले पनि ठिकै छ, त्यस्तो नराम्रो छैन। अहिले घबरायो कि भाइ क्यामेराको अगाडि देखेर हो? हल्का अब ऊ लाग्दो रहेछ दाइले, कहिले नभेटेको कहिले नदेखेको दाइले अब चिन्नु भएको रहेछ होइन। मैले तिमीले पहिले पनि देखिरहेको थिएँ, भेटिरहेको थिएँ। ठिकै छ, राम्रो प्र्याक्टिस गरिराख। अनि फेरि कुनै म अर्कोचोटि फेरि आएर तिमीले चोटि इन्टरभ्यू लिएर फेरि हालिदिउँ ल। अहिले चाहिँ अब यस्तो तालमा नि छैन हामी होइन, यतिकै हिँडिरहेको थियौँ। ठिक छ, बस्दै थियौँ, दाइले अब देख्नु भएछ, आउनुभयो। ल खुसी लाग्यो जे होस्, दाइलाई नि भेट्नु पायो। हस् भाइ, ल भाइ, हुन्छ दाइ है। ल है, ल भाइ गएको। ल हुन्छ दाइ, फेरि भेट्दै गरौँ ल भाइ, ल।